हुन्छ। सिकेको छैन केही जानेकै छैन बस रिजल्ट अगाडि खोजेपछि कहीँ भयो सिक्ने गर्ने त्यसपछि बल्ल हामीले रिजल्ट पाइन्छ रिजल्ट हामीले पाउँछौँ। त्यसै गरी मेरो ग्रेट स्पोन्सर पनि हुनुहुन्छ उहाँ मेरो दाइ पनि हो। वेलकम अन द स्टेज प्लिज। त्यही आफ्नो शब्दहरू राख्नलाई। नमस्कार, गुड मर्निङ। धेरै धेरै धन्यवाद मेरो प्रिय बहिनी। उहाँ डिरेक्सनमा केही महिनादेखि हुनुहुन्छ, लगभग 5-6 महिनादेखि हुनुहुन्छ डिरेक्सनमा। तैपनि प्रयास गर्दै हुनुहुन्छ, उहाँ पनि सिक्ने क्रममा हुनुहुन्छ। उहाँले सायद हुनसक्छ आज फर्स्ट टाइम कार्यक्रम सञ्चालन गर्ने प्रयास गर्दै हुनुहुन्छ, किनभने यो क्लास भनेको सिक्ने र सिकाउनेको लागि यो क्लास हो। तसर्थ हामी यहाँ आएर पढ्नु एउटा डेली एउटा बानी बसाल्नु भयो भने हाम्रो के हुन्छ, डर हराउँछ। जस्तै कि यहाँ आएपछि हामी त्यो प्र्याक्टिस भएन भने तपाईँ आफ्नो नामै भुलिहाल्छ होइन, नामै भन्न बिर्सिन्छ। हो त्यसै गरी विशेष गरी आजको कार्यक्रमका सञ्चालन गर्नुभएको छ मेरो बहिनी तस्बिर भन्दाखेरि यसलाई पनि धेरै धेरै धन्यवाद र एक दो तालिमको अपेक्षा गर्छु। मेरो नाम दिवराज तामाङ, मेरो घर नुवाकोट जिल्ला। म डिरेक्सन कम्पनीमा 4-5 वर्षदेखि छु र कतारमा म 6-7 वर्षदेखि कतारमा छु। र मैले बुझेको अनुसार यो डिरेक्सन हाम्रो लागि एकदमै महत्त्वपूर्ण कुरा हो, एकदमै इम्पोर्टेन्ट छ। किन भन्दाखेरिमा स्वास्थ्य हामीलाई चाहिन्छ। स्वास्थ्य बिना हामीले कुनै पनि काम कार्यहरू गर्न सक्दैन। कतार लगायत हाम्रै देशमा पनि अहिले खानपानमा के छ त विषादी चिजहरू विषाद छ। हामी बाहिरबाट साबुन स्याम्पूले सफाइ गर्छौँ भने भित्र अङ्ग कोष केले सेल्स हाम्रो केले सफाइ गर्ने हो, के हो के भन्दाखेरिमा हाम्रो रातो च्याउले चाहिँ हाम्रो भित्रको सेल्सलाई सफा गर्छ र हामीलाई मजबुत बनाउँछ र हामीलाई स्वस्थ बनाउँछ। र त्यसको सँगसँगै हामीले के भन्न चाह्यौँ भने स्वास्थ्य सँगसँगै हामीले पैसा पनि इम्पोर्टेन्ट छ। आज हामी त्यही पैसाको लागि हामी परदेश गएका छौँ, परदेशमा आएका छौँ, हामी ड्युटी गर्छौँ, 8 घन्टा 10 घन्टा ड्युटी गर्छौँ। त्यसको बचेको समयले हामी के गरिरहेछौँ? हामी परदेशमा त आएका छौँ, हामी एउटा लाइफ परिवर्तन गर्छौँ भनेर परदेशमा आएका छौँ, तर त्यो बचेको समय हामीले आफ्नो लागि के गर्यौँ त? त्यो एकदमै मनन गर्न जरुरी छ। हामी चाहन्छौँ, हामी त्यही चाहन्छौँ कि अरूभन्दा बेहतर होस्, अरूभन्दा राम्रो होस् भनेर हामी परदेशी भयौँ। तर बचेको समयमा के गरिरहेछौँ? हामीले के खाइरहेछौँ? हामीले हाम्रो लाइफ परिवर्तन गर्नको लागि हामीले के गरिरहेका छौँ? त्यो हामीले आफूले मनन गर्नुपर्छ र आफूले सोच्नुपर्छ, म को हो होइन, म किन के को लागि जन्मेको र म कसको लागि हो, त्यो एकदमै बुझ्न जरुरी छ। हामी के अर्काको काम गरेर अलिकति थोरै पैसा कमाएर चाहिँ हामी आफ्नो फ्यामिली पाल्नको लागि मात्रै जन्मेका हुन् त होइन नि। हामी केही न केही गर्नको लागि केही न केही यसले गर्छ भनेर नै हाम्रो जन्म भएको हो। हाम्रो कारणले कसैको लाइफ परिवर्तन भयो र कोही मान्छे हाम्रो कारणले खुसी भयो भने त्योभन्दा ठुलो खुसी हामीले केही पनि, त्योभन्दा ठुलो हामीले केही पनि चाहिँदैन। त्यो पनि तपाईँले सोच्नुपर्ने हुन्छ। हामी डिरेक्सनमा आउँछौँ। डिरेक्सन त एउटा तपाईँले के अरे एउटा समाजसेवी अथवा एउटा राम्रो काम गर्ने ठाउँ पनि हो कि। भोलि मेरो कारणले कसैको भविष्य चेन्ज भयो भने होइन, त्योभन्दा खुसी तपाईँ खुसी भएको म देख्न चाहन्छु कि म होइन। त्यो खालको हाम्रो सोच हुनुपर्छ। अहिले हेर्नुहोस् बाहिर दुनियाँमा के छ, एक अर्कालाई खुट्टा तानेर पछाडि कसलाई यसलाई चाहिँ कसरी पछाडि तान्ने भन्ने विषयमा कुरा भइरहेको यो धेरै चल्छ बाहिर।